लु हेटौँडाबाट काठमाडौँ जानका लागि यो बाटो चाहिँ यात्रा गर्नुहोस् है। एकदम छोटो रहेछ यो। यो उलेखानी ड्यामभन्दा अलिकति अगाडि बढेपछि आउने महालक्ष्मी खोलाबाट चखेल हुँदै कलङ्की जानका लागि 20 किलोमिटर मात्र रहेछ। जबकि फर्पिङ हुँदै बल्खु जानका लागि 31 किलोमिटर लाग्दछ। त्यस कारणले यो महालक्ष्मी खोलाबाट तपाईहरू छोटो रुटमा मोटरसाइकल र 4 चक्के निजी यात्रुहरूले चाहिँ निजी सवारी साधनमा यात्रा गर्ने यात्रुहरूले चाहिँ यो बाटो युज गर्दा छोटो हुँदछ। एउटा डाँडो पार गरेपछि हिमाल हेर्दै कहीँ कहीँ अफ रोड पनि छ, कहीँ कहीँ पेलेको ऊ पनि छ, बाटो निर्माणाधीन छ। यो कलङ्की, महाराजगञ्ज, चाबेल, सीतापाइला, नैका, ढुङ्गेडा लगायतका जाने ऊहरूलाई चाहिँ जोरपाटीसम्मका यात्रुहरूलाई, गौशालासम्म जान पनि यात्रुहरूलाई यो बाटो चाहिँ यति सहज जस्तो लाग्यो है मलाई। हजुरहरूको इच्छा।